क्लास 11 को प्री बोर्ड इक्जाम आउन मात्र 30 दिनदेखि 40 दिनसम्म बाँचेको छ र अहिलेसम्म पनि इफ तिमीहरूले बायोलोजीमा केही पनि पढेको छैन भने यो भिडियो तिम्रो लागि छ। यो भिडियोलाई कम्प्लिट हेर्छौ भने मजाले तिमीले A+ नै स्कोर गर्न सकिन्छ, अहिलेदेखि पनि पोसिबल छ। त्यसको लागि सबभन्दा पहिला आफूमाथि बिलिभ गर्नुपर्छ के। आज मैले यस्तो यस्तो च्याप्टर भन्नेवाला छु नि जुन कि इफ कम्प्लिटली तिमीहरूले पढिहाल्यो सिकिहाल्यो नि भने कसैले तिम्रो A+ ल्याउने भन्दा कसैले पनि रोक्न सक्दैन, म यति ग्यारेन्टी लिन्छु। ठिक छ, अब हामी भिडियोजलाई सुरु गरौँ। हाई एभ्रीवन, माई नेम इज समीर एन्ड आज चाहिँ हामी टप जुन च्याप्टरहरू छ नि जहाँबाट लङ क्वेसन सर्ट क्वेसनहरू सोध्ने गर्छ त्यो च्याप्टर आज हामी कुरा गर्छौँ कि कुन कुन च्याप्टर हो र कुन च्याप्टरलाई अगाडि पढ्ने कुन च्याप्टरलाई पछाडि पढ्ने, यो 30 दिनमै कसरी पढ्दा हामीले एकदमै प्रोडक्टिभ त्यो कामबाट हामीले जेनेरेट गर्न सक्छौँ, त्यो आज मैले आजको यस भिडियोमा भन्नेवाला छु। भिडियो सुरु गर्नुभन्दा अगाडि इफ तिमीहरूलाई कहाँबाट लेक्चर लिने, इफ तिमीहरूले डिटेल पढ्न चाहन्छौ भने मैले आई बटनमा लिङ्क हालिदिहाल्छु। त्यो भिडियो मैले 4-5 महिना पहिला बनाएको छु, त्यो गरेर हेर्न सक्छौ। त्यसमा मैले लेक्चर फ्रीबाट कहाँबाट लिने भनेर मैले बनाएको छु, त्यो गएर हेर्न सक्छौ र लेक्चरहरू डिपली चाहिँ पढ्न सक्छौ। र आज मैले एकदमै च्याप्टरहरू मात्र बताउने छु कि कुन चाहिँ कसरी पढ्नुपर्छ के पढ्नुपर्छ भनेर। अब हामी भिडियोजलाई सुरु गरौँ। सबभन्दा पहिला तिमीहरूलाई हाई एल्डिङ च्याप्टरहरू को छ, कुनलाई बढी प्रायोरिटी दिने भनेर मैले पहिला लेखेको छु, त्यसपछि कसलाई प्रायोरिटी दिने भनेर मैले बताउने छु। त्यसको लागि भिडियोलाई लास्टसम्म तिमीहरूलाई हेर्नुपर्छ बिना स्किप गरिकन। पहिला हेर, सेल बायोलोजीलाई पढ्नुपर्छ जहाँबाट एउटा सर्ट क्वेसन सोध्ने गर्छ प्लसमा MCQ सोध्ने गर्छ र यसैमा पनि सेल डिभिजन पनि आउँछ जुनबाट 8 मार्क्सको क्वेसन सोध्छ। कुन क्वेसन सोध्छ म एकछिन पछि भन्छु, ठिक छ। अनि इफ सेल बायोलोजी बुझेको छैनौ भने बायोलोजीमा कुनै पनि च्याप्टरहरूलाई बुझ्नमा एकदमै गाह्रो हुन्छ र इभन बायोलोजी क्लास 12 को पनिमा इफ बुझ्न चाहन्छौ भने त्यहाँ पनि गाह्रो हुन्छ। सो अहिलेदेखि कन्सेप्ट क्लियर राख ताकि तिमीहरूले क्लास 12 मा गइसकेपछि एकदमै मजाले तिमीहरूले बायोलोजीमा सुरुदेखि नै पढ्न सक्छौ। ठिक छ, सबभन्दा पहिला सेल बायोलोजी पढ्नुपर्छ। यसको लागि तिमीहरूले वान सर्ट भिडियोज हेर्न सक्छौ र इफ डिटेली नै पढ्न चाहन्छौ भने मैले आई बटनमा लिङ्क हालिदिइहालेको छु, त्यहाँबाट गएर पढ्न सक्छौ। कम्प्लिट क्लास 11 रोडम्याप भनेर प्लेलिस्ट पनि बनाइदिइसकेको छु, त्यहाँबाट हेर्न सक्छौ। अनि सेल बायोलोजी इफ वान सर्ट हेर, गएर युट्युबमा सर्च गर वान सर्ट सेल बायोलोजी भनेर, त्यहाँबाट आउँछ, त्यहाँबाट गर्न सक्छौ। त्यसपछि सेल डिभिजन, र यसको मैले डिटेल पनि भिडियो मैले बनाएको छु, प्लेलिस्ट बनाइदिइसकेको छु। सेल बायोलोजी क्लास 11 सेल डिभिजन क्लास 11 भनेर जुन क्वेसन सोध्छ अनि त्यो मैले कभर गरेको छु त्यसमा। त्यसपछि यो दुवै कम्प्लिट भइसकेपछि तिमीहरूले फ्लोरल डाइभर्सिटी भन्ने युनिटलाई सुरु गर्नुपर्छ, किनभने यसबाट पनि म्याक्सिमम क्वेसन चाहिँ सोध्ने गर्छ, लङ क्वेसन पनि र सर्ट क्वेसन पनि सोध्ने गर्छ। जसरी हामीले इफ योभन्दा अघिल्लो सालको योभन्दा अघिल्लो वर्षको कुरा गऱ्यौँ भने एल्गीबाट स्पाइरोगाइरा जुन हुन्छ नि, स्पाइरोगाइराको लाइफ साइकलबाट सोधेको थियो 4 मार्क्सको क्वेसन्स। ठिक छ, त्यसपछि चाहिँ ब्रायोफाइटा र एन्जियोस्पर्म, यो तीनटा धेरै इम्पोर्टेन्ट छ, त्यही भएर मैले भनेको यहाँबाट क्वेसन म्याक्सिमम चाहिँ सोध्ने गर्छ। तर तिमीहरूलाई फ्लोरल डाइभर्सिटीलाई एकदमै सिरियली पढ्नुपर्छ कि यसपछि यो छ, त्यसपछि यो च्याप्टरहरूलाई पढ्नुपर्छ, त्यसपछि जुन यसमा छ नि टेरिडोफाइट, जिम्नोस्पर्म, एन्जियोस्पर्म, यो एउटा सिरियलमा पढ्ने हो। ठिक छ, अनि यति डेली पढ्दै जान्छौ नि, डेली तिमीहरूले इभन 1 घन्टा पनि दिन्छौ भने धेरै हुन्छ। इभन तिमीहरूले 1 मार्कको पनि पढ्ने गर्छौ नि डेली भने धेरै भयो त्यो त। ठिक छ, भने ब्रायोफाइटा र एन्जियोस्पर्मबाट एन्जियोस्पर्मबाट त एउटा फ्यामिली आउँछ नै आउँछ, स्योर हो। 4वटा फ्यामिलीमध्ये एउटा फ्यामिली आउँछ जुन कि सोलेनेसी, पेप्लियोनोइडी, लिलिएसी जुन हुन्छ नि, यहाँबाट एउटा फ्यामिली आउँछ 8 मार्कको। अब कस्तो खाले क्वेसन सोध्छ भन्दाखेरि चाहिँ मैले अर्को भिडियोजमा बताउने छु, प्रिभियस इयर क्वेसन पनि र इम्पोर्टेन्ट क्वेसन मैले अर्को भिडियोमा बताउने छु। अब यो ब्रायोफाइटाबाट लाइफ साइकल अफ मार्केन्सिया सोधिन सक्छ, अथवा गेमेटोफाइट अल्टरनेसन अफ जेनेरेसन पनि सोधिन सक्छ। यहाँबाट यो सोधेको थियो लाइफ साइकल अफ मार्केन्सिया योभन्दा अघिल्लो वर्ष, त्यही भएर यो धेरै इम्पोर्टेन्ट छ। र एन्जियोस्पर्मबाट एउटा फ्यामिली त स्योर क्वेसन नै हो, त्यो पढ्नुपर्छ। अब यो कसरी पढ्ने, त यसको लागि एन्जियोस्पर्म पुरा च्याप्टरै बुझ्नुपर्छ। इफ बुझेको छैनौ भने रटेर पनि मार्क ल्याउन सक्छौ, केही गाह्रो छैन। इफ मार्क ल्याउनु छ भने यहाँ हेर्न सक्छौ 8 मार्कको एकदमै यहाँबाट क्वेसन सोध्छ र 8 मार्कको यहाँबाट पनि, भने यो दुवै
चाहिँ अरमा सोध्छ र एउटा सेल डिभिजनबाट माइटोसिस अथवा मियोसिस फर्स्टको प्रोफेज फर्स्ट जेनरली चाहिँ मलाई जसो लाग्छ कि मियोसिस फर्स्टको जुन प्रोफेज फर्स्ट छ नि त्यहाँबाट क्वेसन त्यही नै सोध्छ भने मलाई चाहिँ लाग्छ। अब माइटोसिस पनि सोधिदिन सक्छ, केही ग्यारेन्टी छैन। तर यो दुवै पढ्छौ भने 8 मार्क यहाँबाट र 8 मार्क यहाँबाट भनेको लङ क्वेसन बोटनीबाट सबै तिमीहरूले कभर गर्न सक्छौ। त्यसपछि अब कुन पढ्ने भन्दाखेरि चाहिँ यो सबै पढ्ने के, यो छोड्ने होइन, तर मैले कुन कुन इम्पोर्टेन्ट छ त्यो भन्न खोजेको छु। ठिक छ। अनि इभोल्युसनरी बायोलोजी जुन युनिट छ नि त्यहाँबाट पनि एउटा 4 मार्क्स र एउटा चाहिँ 8 मार्कको क्वेसन सोध्ने गर्छ। यो भनेको इभोल्युसन छ नि त्यहाँबाट क्वेसन सोध्ने गर्छ। 8 मार्कमा के सोध्छ त, 8 मार्कमा सोध्छ तिमीहरूलाई जसरी नियोडार्विनिजम, लामार्किजम, डार्विनिजम सोध्न सक्छ 8 मार्कमा। यो स्योर क्वेसन नै हो अलमोस्ट। इफ तिमीहरूले यो बुझ न, क्वेसन आउट गरिरहेको छु क्या म। ठिक छ। अनि एउटा सर्ट क्वेसन सोध्छ। अब सर्ट क्वेसनमा जे नि त्यो च्याप्टर बुझेको छौ भने बुझ्न सक्छौ भने यहाँबाट यसरी पढ्ने हो कि एउटा सिरियलमा यो सबै च्याप्टर म जुन पहिला भनिरहेको छु यहाँ मेन प्रायोरिटी म पहिला भनिरहेको छु त्यो च्याप्टर चाहिँ कभर गर्ने, त्यसपछि अर्को च्याप्टर म पनि भन्छु। ठिक छ। त्यसपछि प्रोटिस्ट जुन प्रोटिस्टाको छ नि युनिट 2 त्यहाँबाट प्यारामेसियम र प्लाज्मोडियमबाट पनि सर्ट क्वेसन सोधिरहेको हुन्छ। यो दुवैमा जेनरली चाहिँ अरमा क्वेसन सोध्छ। जसरी प्यारामेसियमको असेक्सुअल लाइफ साइकल सोधिदिन सक्छ भने प्लाज्मोडियमको सेक्सुअल अथवा असेक्सुअल लाइफ साइकल सोधिदिन सक्छ, केही ग्यारेन्टी छैन। मेनली चाहिँ सेक्सुअल लाइफ साइकल नै सोध्छ र यो दुवै अरमा सोध्छ। र असेक्सुअल लाइफ साइकल प्यारामेसियमको धेरै नै इजी छ, तिमीहरूले विश्वास गर के। फिगर मात्र बनाइदिन्छ र त्यो फिगरमा जे भइरहेछ नि त्यो हल्का एक्सप्लेन गरिदिन्छौ भने तिम्रो मजाले मार्क आइहाल्छ। ठिक छ। त्यसपछि अर्थवर्म, जुवालोजीको अर्थवर्म छ नि यहाँबाट एउटा लङ क्वेसन र सर्ट क्वेसन बन्छ। अनि जुन लङ क्वेसन भन्छ नि लङ क्वेसन अरमा आउँछ या त अर्थवर्मबाट आउँछ कि त फ्रगबाट आउँछ। फ्रगबाट एउटा सर्ट क्वेसन फिक्स नै हुन्छ। अब यो सर्ट क्वेसन तिम्रो लिभर फङ्सन अफ लिभर सोधिन सक्छ, फ्रगको यो सोधिन सक्छ। र एउटा लङ क्वेसन अप्सनल यसमा सोध्छ कि त यो सोध्छ, यो लेख नत्र अर्थवर्मको एउटा लेख। यसमा चाहिँ डाइजेस्टिभ, एक्सक्रेटरी, नर्भस, रिप्रोडक्टिभ कुनै पनि सोधिन सक्छ। मेनली मलाई जस्तो लागिरहेछ त्यो भनेको एक्सक्रेटरी हो नत्र भने डाइजेस्टिभ हो। ठिक छ। अब तिमीहरूले चारटै पढ्नुपर्छ। ठिक छ। त्यसपछि फ्रग, अब यो कि त यो पढ नत्र यो याद गरेर पनि मार्क ल्याउन सक्छौ के इफ तिमीहरूले सीको बेसमा पढ्न चाहदैनौ, क्लास 11 मै पढ्न चाहन्छौ भने। अनि त्यसपछि यो सबै बनाएर यो सबै बनाउँछौ नि भने तिम्रो मजाले ए त आउँछ। यो सबै च्याप्टरहरू कभर गरेर एकदमै डिटेली पढ्यो भने ए मजाले आउन सक्छ। अब ए प्लस नै ल्याउनको लागि बी प्लसदेखि ए ल्याउन सक्छौ। यतिमा ए प्लस नै ल्याउनको लागि हल्का डिटेली हामीले जानुपर्छ। त्यो भनेको के हो त, इकोसिस्टम हामीलाई भनेको इकोलोजीमा जानुपर्छ। इकोलोजी। ठिक छ। इकोलोजी जुन छ नि त्यहाँबाट 4 मार्कको क्वेसन सर्ट क्वेसन सोधिरहेको हुन्छ र एमसिक्यू पनि यहाँबाट सोध्ने गर्छ। र त्यसपछि चाहिँ मोनेरा भाइरसहरूबाट यहाँबाट तिम्रो सर्ट क्वेसन पनि सोध्छ र एमसिक्यू पनि सोध्छ। सो यो पनि धेरै इम्पोर्टेन्ट छ। सबभन्दा पहिला यो सब युनिट हाई एल्डिङ च्याप्टर हो, यो सबलाई कभर गर। त्यसपछि चाहिँ यतातिर आऊ। यो सब कभर छैन भने योतिर नआऊ। अनि यो एकदमै मजाले तिमीहरूले पढ्न सक्छौ। इभन डेली 1-1 मार्क ल्याउने गरी पनि पढ्छौ नि भने धेरै हुन्छ। आजको लागि यति। र अर्को भिडियोमा मैले इम्पोर्टेन्ट क्वेसन कुन कुन छ, प्लसमा डायग्राम कुन कुन सोध्न सक्छ र प्लसमा पिवाइक्यू कुन कुन सोधेको छ भने त्यो मैले भिडियो बनाउने छु। त्यसको लागि च्यानललाई सब्सक्राइब गर अनि भिडियोलाई लाइक गर। आजको लागि यति। हामी मिल्छौँ छिट्टै नेक्स्ट भिडियोमा। बाई बाई एन्ड टेक केयर।